हेलो नमस्ते सबैजनालाई मेरो पाण्डा वाइटी च्यानलमा स्वागत छ र हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशाका साथ हामी आज फेरि बाउ छोरा घुमाइ छ गर्मी छ देख्नुहोस् हाम्रो बाबु त बडी बाबुको के कसो बाबु होइन के खानु भएको बाबु रोल के पर्यो तपाईँलाई त्यसमा गिफ्ट पर्छ अरे है साथीहरू देख्नुहोस् हामी यसो घुमघाम कार्यक्रम भइराखेको छ हामी यता उँधोबाट आएको अब हामी यता उँभो जाने हो रोडमा गाडी कुदिरहेको छ यो रोड चाहिँ सामान पनि छ है यहाँ साथीहरू यो रोड चाहिँ हाइवे काठमाडौँ जाने हाइवे काठमाडौँ पोखरा पूर्व पश्चिम राजमार्ग होइन बाबु पूर्व पश्चिम राजमार्ग है साथीहरू अब हामी देख्नुहोस् ब्याक क्यामेराबाट देखाउन चाहेँ ऊ त स्कुटी भएकोतिर जाने हो र खासै राम्रो त देखिएको छैन यस्तै छ है देख्नुहोस् हाम्रो यहाँ पछाडि अटो आयो हामीलाई पढ्नुहोस् त भनेर भन्नु नमिल्ने गइसकिसक्यो हामी चाहिँ यस नेपालको धन हरियो वन अरे ल साथीहरू देख्नुहोस् है यस्तै छ हाम्रो चाहिँ हामी यहाँ पैदल यात्री बाबु केही भनिदिनु ल बाबुले भनेको सब्सक्राइब गरिदिनु हुन्छ अरे कस्तो हिँड्नै नसके नि भाउ लाग्यो गुटुङटुङ पारेर 19 फाउन्टेनमा भनेर भन्नु नमिल्ने यस्तै छ हामी दुध बेचेर आएको है होइन बाबु हामी दुध बेचेर सामान लिएर आएको भनेर भन्नुहुन्छ त नि यस्तै छ है नवलपुरतिरको हल्लीचल्ली अहिले चुनाव पनि गणना भइरहेको अवस्था छ कुन पार्टीले जित्ला भन्ने अहिलेसम्म निश्चित रूपमा चाहिँ भइसकेको छैन सबै टक्करमै छन् र जो पनि जित्नुहुन्छ यो भिडियोबाटै बधाई दिन चाह्यौँ हामीले होइन बाबु भन्दै फेरि पनि हामी उपस्थिति भइसक्यौँ यो घामले गर्दा चाहिँ अलिक राम्रो नहोला थोपडा राम्रो छैन र पनि यहाँनिर त कस्तो राम्रो के अरे अम्लिसो देख्नुहोस् ऊ पारेतिर चाहिँ पदम पोखरी होइन बाबु ऊ पारीको डाँडालाई के भन्छ अरे ए बाबुलाई पनि थाहा रहेनछ हामी अब यसरी जाने आज हामी घुम्दै जाँदैछौँ हामी यताबाट गएको भए उताबाट गएको भए अघि पुग्थ्यौँ घर तर हामी चाहिँ आज चाहिँ हल्का भ्रमणतिर छौँ वाउ यहाँ केरा पछा छ वाउ बनाना भेरी नाइस बनाना भनेर भन्नु इङ्ग्लिस भयो कि भएन यसो मिलाएर बुझ्नु होला है इङ्ग्लिस त यस्तै छ बुझ्नु भयो होला मिलाएर देख्नुहोस् यस्तो छ वाउ गाउँघरको हरियाली भनेको हरियाली हो यो हो नि त तरिका यहाँ पर चाहिँ सिरक बनाउँदै गरेको अवस्था रहेछ श्रम गरौँ देश बनाऊँ आफ्नो श्रम आफै गरौँ भन्ने नाराका साथ हामी अगाडि बढिरहेका छौँ हामी पनि श्रम गरेर आएको होइन बाबु देखाउनु त हाम्रो दुधको खेतली ल यस्तै हो यहाँ देख्न सक्नुहुन्छ है तर आवाज चाहिँ नसुन्नेलाई यहाँ त्यसरी यो पुरानो कपडाबाट चाहिँ सिरक बनाउँदै गरेको
यो प्रयोग भयो नि त होइन बाबु? पुरानो वेस्टेज चिज चाहिँ राम्रो हुन्छ भने यो पनि त एउटा सदुपयोग भयो नि त, हो होइन त? यो राम्रो काम हो, कामलाई सबैले सम्मान गर्नुपर्छ। श्रम भनेको नगरी केही पनि हुन्न भन्ने मलाई जहाँसम्म लाग्छ। हजुरहरूलाई के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। यहाँनिर फुल पनि फुलेछ। वाउ दामी। यहाँ म एउटा फोटो खिच्न चाहेँ। फोटो खिच्न चाहेँ। यो माटो खनेको देख्दाखेरि त मलाई गाउँघरको याद आयो। देख्नुहोस्, पहिला हामी यस्तै माटो खन्थ्यौँ, नदेखि नै पो रहेछ, देखिएन। अहिले त अब यस्तो प्रवृत्तिहरू गइसके, सबैले ठुला ठुला बिल्डिङ बनाए, के गर्ने। सबै आज घामले र तुवा अलिक बाहिरको दृश्य चाहिँ राम्रो छैन र पनि यस्तै हो। देख्नुहोस्, केराको बगैँचा। अब हामी यो अगाडि बढ्दैछौँ बिस्तारी बिस्तारी। देख्नुहोस् माथि डाँडाको भ्यू कस्तो देखिन्छ। खासै टाढो न टाढो छ। देख्नुहोस्, मैले देखाउने चाहिँ कोसिस गरेँ। हामी यता पर्तिरबाटै आएको, त्यो त हजुरहरूलाई थाहै छ। भन्दै अब भिडियो पनि लामै भयो होला। हामी यो भिडियोबाट बिदा लिन चाह्यौँ, हामी बाउ छोरा यहाँबाट, होइन बाबु? अनि हजुरहरूलाई कस्तो लाग्छ प्रतिक्रिया दिन नबिर्सनु होला कमेन्ट बक्समा गएर। र आगामी दिनमा यस्तै यस्तै भिडियो हेर्नको लागि मेरो च्यानल सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गर्नु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला भन्दै हामी यो भिडियोबाट बिदा लिन चाह्यौँ। बाई बाई। हातमा सामान छ।